Hello everyone. Welcome to AIMS lecture 2. Right? I'm Ayush and I think it's my first class also. So आजको क्लासमा चाहिँ हामीले इम्प्लिमेन्टेसन र डिबगिङ माइन्डसेटको बारेमा पढ्छौँ. बेसिकली हामीले पढ्ने भनेको अहिले त्यही दुईटा कुरा हो. एउटा भनेको इम्प्लिमेन्टेसन भयो, इम्प्लिमेन्टेसन अनि अर्को भनेको चाहिँ डिबगिङ है. सो मेन चाहिँ आज चाहिँ मोस्टली हामी इम्प्लिमेन्टेसनको बारेमा पढ्छौँ. डिबगिङ अब तिमीले आई थिङ्क फर्स्ट क्लासमा नि बेसिक कुरा टाइम कम्प्लेक्सिटीको बारेमा पढिहाल्यौ. अब त्यसमै धेरै कुरा कभर हुन्छ. अब त्यही अनुसार आई टिच यु सम अदर स्टफ अबाउट डिबगिङ लाइक तिम्रो कोडमा एरर आउँदाखेरि नभए तिम्रो रङ एन्सर आयो भने सुरुमा चाहिँ के चेक गर्नुपर्छ त्यो कुराहरू चाहिँ हामीले डिबगिङमा पढ्छौँ. अनि सम मेथड्स अफ डिबगिङ एन्ड अल द्याट त्यो भइहाल्यो. इम्प्लिमेन्टेसन भनेको चाहिँ के हो भन्दाखेरि लेट्स से तिमीले एउटा क्वेसन पढ्यौ है, यहाँ तिमीले एउटा क्वेसन दियो अनि त्यो क्वेसन पढ्यौ अरे अनि त्यो क्वेसन पढिसकेपछि तिमीले चाहिँ के हुन्छ भन्दाखेरि क्वेसन सल्भ कसरी गर्ने भनेर आउँछ, लाइक दिमागमा आउँछ नि त. अब लेट्स से क्वेसनले 10वटा इन्टिजर दि नभए 10वटा त्यति धेरै पनि नजाउँ. क्वेसन चाहिँ कस्तो आयो भन्दाखेरि तिमीलाई एउटा इन्टिजर एन दिन्छ अनि यो एन एन नम्बरसम्म वानदेखि एनसम्म चाहिँ सम क्यालकुलेट गर अनि सम प्रिन्ट गर भन्यो अरे. अब यसको तिमीलाई थाहा छ नि त फर्मुला डाइरेक्टली एन टाइम्स एन प्लस 1/2 बेसिक कुराहरू हो होइन. अनि त्यसलाई प्रिन्ट पनि गर्नु पर्यो भनेर छ. अब यो एक्चुअली कोडमा चाहिँ कसरी इम्प्लिमेन्ट गर्ने त्यस्तो कुराहरूमा चाहिँ यो इम्प्लिमेन्टेसन भन्ने कुरा आउँछ क्या. अब कस्तो हुन्छ भन्दाखेरि मान्छेहरूले अब लाइक कोडमा इम्प्लिमेन्ट गर्न नि सजिलो होला तिमीलाई होइन, इफ यु नो बेसिक लाइक पाइथन भनौँ नभए इफ यु नो बेसिक सी प्लस प्लस. हामी पाइथनतिर नजाउँ किनभने हाम्रो मोस्ट कोर्स विल बी फोकस्ड अन सी प्लस प्लस. बेसिक सी प्लस प्लस आउँछ भने पनि तिमीहरूले अलिअलि गरेर जसो जसो गरेर यो गर्लौ, तर त्यही पनि तिम्रो रङ आन्सर आउन सक्छ क्या. किन भन्दाखेरि तिम्रो लाइक कति कुरा हुन्छ कस्तो हुन्छ भन्दाखेरि जस्तो एनको भ्याल्यु कतिसम्म जान्छ त्यो पनि म्याटर गर्छ. इनपुट फर्मेट कस्तो हुनुपर्छ त्यो पनि म्याटर गर्छ. आउटपुट फर्मेट कस्तो हुनुपर्छ त्यो पनि म्याटर गर्छ. अब त्यो सबै कुरा चाहिँ हामी यो क्लासमा सिक्छौँ क्या है. सो बेसिक मोटिभ अफ यो क्लास भनेको चाहिँ तिमीले सोच्न सक्यो अरे. अब जस्तो कस्तो हुन्छ भने हरेक क्वेसनमा दुईटा पार्ट हुन्छ. फर्स्ट यु थिङ्क अबाउट द क्वेसन होइन, कसरी सल्भ गर्ने भनेर सोध्छौ अनि त्यसलाई कोडमा लेख्न थाल्छौ नि त. अब त्यो कोडमा लेख्ने पार्ट चाहिँ आज हामी सिक्छौँ लाइक बेसिक आइडियाजहरू क्या, कि हाउ टु टेक इनपुट, हाउ टु गिभ आउटपुट, फर्मेट कसरी मिलाउने अनि टेम्प्लेट्स भन्ने हुन्छ कम्पिटेटिभ प्रोग्रामिङमा चाहिँ. सो त्यसको बारेमा नि अलिअलि हामी सिक्छौँ है. सो लेट्स स्टार्ट अब त्यसमै. सो आई विल जस्ट स्टार्ट विथ क्वेसन्सहरू नै है. सो मैले यहाँ दुईटा क्वेसन लिएर आएको छु. सो यही दुईटा क्वेसन चाहिँ वी विल ट्राई सल्भिङ. सो बिफोर द्याट आई विल जस्ट क्विकली ओपन अप एउटा VS कोडको त्यो अनि आई विल जस्ट क्विकली स्टार्ट विथ सम अफ द थिङ्स है. सो सधैँ पनि के हुन्छ भन्दाखेरि यही क्वेसन हेरौँ है त हामी जुम इन है. सो अब हेर है, तिमीले कुनै पनि कोड फोर्सेस क्वेसन हेर्छौ भने तिमीलाई सधैँ पनि के हुन्छ भने मोस्ट क्वेसन्समा चाहिँ तिमीलाई एउटा नम्बर अफ टेस्ट केस दिएको हुन्छ. अनि त्यही गरी तिमीलाई लाइक हरेक टेस्ट केसभित्र के कुरा छ त्यो दिएको हुन्छ है. अनि तिमीलाई यहाँ फर्मेट पनि दिएको हुन्छ, कुन फर्मेटमा इनपुट आउँदैछ, कुन फर्मेटमा आउटपुट जाँदैछ त्यो कुराहरू दिएको हुन्छ. सिमिलरली यो क्वेसनमा पनि त्यही छ, कतिवटा टेस्ट केस हुनसक्छ दिन्छ अनि त्यसपछि इनपुट के छ त्यो दिन्छ है. अब यो सबै कुरा चाहिँ कस्तो रिपिटेटिभ हुँदै जान्छ क्या. किन भन्दाखेरि सी प्लस प्लस कस्तो भन्दाखेरि पाइथन जस्तो होइन नि त, तिमीले स्टार्ट गर्ने बित्तिकै डाइरेक्ट कोड लेख्न मिल्ने. सी प्लस प्लसमा तिम्रो बेसिक कुराहरूको लागि पनि तिमीले प्याकेजहरू इम्पोर्ट गर्नुपर्छ. अनि प्याकेजहरू इम्पोर्ट गरेपछि तिमीले के अब त्यो प्याकेजलाई युज गर्नको लागि एसटिडी लाइक एसटिडी किवर्ड युज गरिराख्नुपर्छ. अब त्यो नगर्नको लागि नेम स्पेस डिफाइन गर्नुपर्छ. अब त्यति गरिसकेछ अब तिमीले मेन फङ्सन पनि डिफाइन गर्नुपर्छ. मेन फङ्सन डिफाइन गरेपछि इनपुट दिनु पर्यो त्यो नम्बर अफ टेस्ट केस. त्यो अलि रिपिटेटिभ कुराहरू हुन्छ नि, त्यसलाई चाहिँ हामी टेम्प्लेटाइज गर्छौँ क्या. सो त्यसको लागि चाहिँ जस्ट क्विकली ओपन अप VS कोड अनि सो यु है. ओके सो आई होप तिमीहरूकोमा सी प्लस प्लस डाउनलोडेड छ. आई थिङ्क अब त्यति बेसिकसम्म पनि वी क्यान नट टिच होइन. सो लेट्स जस्ट स्टार्ट फ्रम बेसिक स्टफ है. सो सधैँ पनि कस्तो हुन्छ भन्दाखेरि फर्स्ट थिङ फर्स्ट
हामीले प्याकेजहरू इम्पोर्ट गर्नुपर्छ। सी प्लस प्लसमा धेरै प्याकेजेसहरू छन्। तिम्रो अब इनपुट आउटपुटको लागि छुट्टै प्याकेज छ, भेक्टर्सहरू युज गर्नको लागि छुट्टै प्याकेज छ, स्ट्रिङ युज गर्नलाई छुट्टै प्याकेज छ। अब हामीले हरेकचोटि यसरी इन्क्लुड स्ट्रिङ डट एच गर्दै अनि फेरि इन्क्लुड वेक्टर डट एच, भेक्टर मात्र होला सायद, यस्तो सब गरिराख्न मिल्दैन क्या है, किनभने याद पनि गर्न सकिँदैन एक त प्याकेज के छ, अनि हरेक इम्पोर्ट गर्दै पनि बस्न मिल्दैन क्या। अब त्यसको लागि चाहिँ सी प्लस प्लसमा एउटा खतरा कुरा छ क्या, हामीले चाहिँ एसटिएल लाइब्रेरी भन्नुहुन्छ, त्यहाँभित्र भएको सबै प्याकेजेसहरू स्ट्यान्डर्ड लाइब्रेरीभित्र भएको सबै प्याकेजहरू एउटै कमान्डले इम्पोर्ट गर्ने हुन्छ क्या। सो इन्क्लुड त लेख्नै पर्यो होइन। अब त्यसपछि के गर्नु भने बिट्स बिट्स भनेको चाहिँ बिट्स फोल्डर भनेको रहेछ, त्यो लाइक भित्र सी प्लस प्लस भित्र चाहिँ एउटा बिट्स फोल्डर छ क्या। सो त्यो बिट्स फोल्डरमा स्ल्यास गऱ्यो भने त्यो बिट्स फोल्डरभित्र के छ भनेर देखायो। अब त्यहाँ चाहिँ एउटा यस्तो प्याकेज छ जुन चाहिँ एसटिडिसी प्लस प्लस डट एच, यो प्याकेजभित्र चाहिँ सबै प्याकेजहरू इम्पोर्टेड छ क्या। अब अहिले मैले खोलेर देखाउनु मिल्दैन सायद, बट चेक है, seems like मिल्दैन, बट आई वुड हेभ सोन यू। सो यो फाइलभित्र चाहिँ अरू सबै प्याकेजहरू इम्पोर्ट गरेर दिएको छ क्या। सो अब यति मात्र लेख्दाखेरि हाम्रो के भयो भन्दाखेरि हामीले अब चाहिँ अरू कुनै प्याकेज इम्पोर्ट गर्नु परेन क्या, सिधै हामीले युज गर्न पाएँ। अब जस्तो म एउटा गरेर देखाउँछु, जस्तो भोइड मेन लेखेँ मैले, अनि यहाँ चाहिँ मैले सिधै एसटिडी के भनौँ, अब सिन भनेको चाहिँ इनपुट भन्छ है सी प्लस प्लसमा। अब यो के हो म भन्छु, सो इनपुट पनि के लिइरहेको थियो, सिधा आउटपुट गरौँ न है। सो सी आउट गरौँ अनि हेलो वर्ल्ड गरौँ अनि यस्तो गरौँ। अब मैले यहाँ रन गरेँ भने यो रन हुनुपर्छ होइन। सो सरी है, मैले वेट हेर्छु, ओके फाइन। सो यहाँ एज यु क्यान सी हियर तिम्रो हेलो वर्ल्ड पनि प्रिन्ट भयो है। सो अब हेर, लाइक मैले यता एक्चुअली हामीले यो नर्मली गर्दाखेरि त इनपुट आउटपुटको छुट्टै प्याकेज इम्पोर्ट गर्नुपर्छ, तर यहाँ गर्नु परेन नि त। सो यो भनेको चाहिँ तिम्रो बेसिकली यति लाइनले चाहिँ के गरिदिने भयो भन्दाखेरि हरेक लाइक तिमीले हरेक सबै प्याकेज इम्पोर्ट गर्नुको छ त यति मात्र प्याकेज इम्पोर्ट गरे पुग्ने भयो है। अब नेक्स्ट थिङ वी हेभ इज यु क्यान सी यो एसटिडी भनेर हामी सधैँ अगाडि लेख्छौँ नि, यो चाहिँ यो भनेर के हो भन्दाखेरि अब म बुझाउँछु है। तिमीले यो प्याकेज इम्पोर्ट गर्छौ, अब यो लाइक यो कुरा इम्पोर्ट गर्छौ, यसले सबै प्याकेज इम्पोर्ट गरिदिने हो। अब त्यो हरेक प्याकेजमा डिफ्रेन्ट फङ्सन्सहरू छ, हरेक फङ्सन कसरी एक्सेस गर्ने त। सो त्यसको लागि चाहिँ हामी सधैँ पनि एउटा एसटिडी किवर्ड युज गर्छौँ है। अब एसटिडी कलम कलम दिने बित्तिकै अब जति सक्दो एभाइलेबल फङ्सन छ नि त्यो टक्कै यहाँ सजेस्ट भएर आयो क्या। अब मैले सी आउट भनेको चाहिँ कमान्ड लाइक आउटपुट लेख्ने हो क्या। सो आउटपुटको लागि चाहिँ सधैँ पनि तिमीहरूले यो दुईवटा एरो दिनुपर्छ, लेस देन वाला दुईवटा एरो, अनि यसमा अब तिमीले हेलो वर्ल्ड लेख्यो भने है। अब त्यसमा इनपुट लिनु पर्यो अरे, इनपुट लिनको लागि मैले इन्टिजर डिफाइन गरेँ एउटा इन्ट ए भनेर, अनि यहाँ फेरि मैले लेख्नु पर्यो एसटिडी सी इन, अनि यहाँ चाहिँ के इनपुट इनपुट यसरी दिन्छ। इनपुटको लागि चाहिँ मोर देन एरो युज गरिन्छ। अब तिमीलाई एउटा मात्रै इनपुट दिने होइन, दुई तिनवटा लिन पनि पाउँछौ तिमीले, ए कमा बी कमा सी दिने अरे। अब ल ठिक छ, ए कमा बी कमा सी दिने भने ए बी अनि सी है। सो यसरी नै इनपुट दिन पायो। अब तिमीलाई यही इनपुटलाई प्रिन्ट गर्नु मन लाग्यो, सो इनपुटलाई प्रिन्ट गर्नको लागि फेरि सी आउट गर्ने, इनको सम प्रिन्ट गर्नु मन लाग्यो अरे, सो ए प्लस बी प्लस सी गर्ने। अब यो मैले फेरि रन गरेँ भने मजाले रन हुन्छ, नट अ इस्यु है। सो म जस्ट यसलाई इनपुट पनि दिन पाउँछु। सो जस्तो यसलाई मैले इनपुट दिन्छु यहाँ 5 2 र 9 भनेर, अनि टक्क 5 2 र 9 को सम निकालिदियो मलाई होइन। अब एउटा कुरा के मैले नोटिस गरेँ होला, हरेकचोटि यो एसटिडी लेख्नु परिरहेछ नि त। अब यो पनि एउटा इस्यु हो क्या, हामीले कम्पिटेटिभ प्रोग्रामिङ गर्दै हो नि त। सो हामीले जति सक्दो फास्ट गर्नु पऱ्यो नि त सबै कुरा होइन। सो त्यसको लागि हरेकचोटि यो एसटिडी लेखेर त साध्य हुन्न नि त। सो त्यसको लागि पनि हामीसँग एउटा उपाय छ। सो हामीले सधैँ पनि युजिङ नेम स्पेस एसटिडी गऱ्यौँ भने चाहिँ यसले चाहिँ के गरिदिन्छ भन्दाखेरि यो एसटिडीलाई यो एसटिडी जे छ नि यसभित्र जे फङ्सन्सहरू छ त्यो सबै चाहिँ अब नामले नै युजेबल बनाइदिन्छ क्या। एसटिडीले पोइन्ट गरिराख्नु पर्दैन। अब यिनीहरूको नाम मात्र काफी छ यिनीहरूलाई पोइन्ट गर्नको लागि। अब मैले सेम कुरा रन गरेँ भने बेसिकली रन त्यही कुरा, अनि अगेन आई गट 16 होइन त या। सो अहिलेसम्म हामीले के बुझ्यौँ भन्दाखेरि हाम्रो टेम्प्लेट बनाउन खोज्दैछौँ नि त। यो कुराहरू चाहिँ
हरेक क्वेसनमा हुन्छ है भनेर बनाउन खोज्दैछौँ क्या। सो यो दुइटा कुरा बुझ्यौँ होइन, यो दुइटा कुरा हुनै पर्छ। प्लस अब यति त पछि पनि हुन पायो, अब यो इन्ट मेन पनि हुनै पर्यो। हरेक सी प्लस प्लसको बेसिक पनि थाहा छ भने तिमीहरूले हरेक कुनै कोड लेख्दाखेरि इन्ट मेनभित्र जे पनि लेख्छौ त्यही मात्र रन हुने हो क्या। अब मैले यहाँ बाहिर लेखेर अब इन्ट ए इज इक्वल टु 10 लेखेर यो सब लेखेर केही कामै छैन क्या। जे मलाई फङ्सनहरू कल गर्नु छ, जे रन गर्नु छ, त्यो सबै इन्ट मेनभित्र गर्नुपर्छ है। सो अब हामीले सिक्यौँ बेसिक, सरी जस्ट अ सेकेन्ड है, माई ब्याड माई ब्याड। ओके ओके, वी आर ब्याक। सरी है, त्यो अलिक रङ वेबसाइटमा गएछु म। ओके एनिवेज, अब हामीले के सिक्यौँ भन्दाखेरि बेसिक यो कसरी लेख्ने, यो दुइटा कसरी लेख्ने, अनि इन्ट मेन यतिसम्म सिक्यौँ होइन त। हरेक टेम्प्लेटमा यो कुरा हुनैपर्छ। अब नेक्स्ट कुरा हेर है, तिमीहरूले हरेक क्वेसनमा नोटिस गर्छौ भने यो टेस्ट केसवाला लाइन हुन्छ क्या, कि यतिवटा टेस्ट केस हुन्छ है, यतिवटा टेस्ट केस हुन्छ भनेर लाइन हुन्छ। यो भनेको चाहिँ के हो भन्दाखेरि तिमीले यहाँ माथि 3 दिएको छ नि, यो 3 भनेको चाहिँ नम्बर अफ टेस्ट केस हो। अब यहाँ हेर्न सक्छौ तिमीले सी प्लस के अरे यो कोड फोर्सेसमै, यो एउटा टेस्ट केस भयो, यो एउटा टेस्ट केस भयो, यो एउटा टेस्ट केस भयो। सो तिमीलाई यहाँ माथि नै दिएको हुन्छ कतिवटा टेस्ट केस हुन्छ भनेर। हरेक क्वेसनमा अहिले न्यू जुन क्वेसन आउँदैछ त्यो सबै क्वेसनमा अलमोस्ट यो माथि कतिवटा टेस्ट केस भनेर दिएको हुन्छ। सो अब हरेक क्वेसनमा दिइरहेछ भने यो पनि रिपिटेटिभ टास्क हो नि त, हरेकचोटि इनपुट दिइराख्नु भन्दा हामी टेम्प्लेटमै हालिदिउँ। सो त्यही गरौँ है त। सो इन्ट पेनभित्र अब अघि जस्तै मैले एउटा इन्ट टी भनेर बनाउँछु। अब यसले के गर्छ भन्दा भेरिएबल टीलाई इनिसियलाइज गरिदियो है। इन्ट भनेको चाहिँ इन्टिजर डेटा टाइपको। अब यहाँ हामीले सी इन टी लिन्छौँ। अब सी इन भनेको अघि मैले भने इनपुट लिनको लागि सी इन गर्ने, त्यसपछि मोर देन साइन, अनि त्यसपछि टी। यो चाहिँ सिन्ट्याक्स हो है। अब इनपुट लियौँ, त्यसपछि हामीले टीवटा टेस्ट केस चलाउनु छ नि त, भनेपछि टीसम्मको लागि फर लुप चलाइदिउँ है। सो फर इन आई इज इक्वल टु 0, आई इज लेस देन टी, आई प्लस प्लस है। सो यो चाहिँ अब तिमीहरूको अरू कुनै ल्याङ्ग्वेज जस्तै सिन्ट्याक्स हो। अब यो चाहिँ फर लुप 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 भनेको थाहा होला। हामीले चाहिँ एउटा सेम टास्क चाहिँ मल्टिपल टाइम्स गराउन खोज्दैछौँ। सो हामी चाहिँ फर लुप युज गर्दैछौँ। अनि फर लुपमा चाहिँ के हुन्छ भन्दाखेरि एउटा मैले यहाँ सुरुमा चाहिँ इन्टिजर आई भनेर इनिसियलाइज गरेँ। इन्टिजर आईलाई चाहिँ 0 राखेँ सुरुमा। अनि यो भनेको चाहिँ इनिसियलाइजेसन पार्ट हो, यो भनेको चाहिँ कन्डिसन पार्ट हो है, अनि यो भनेको चाहिँ इन्क्रिमेन्ट पार्ट हो। सो बेसिकली हामीले यो फर लुप किन लेख्नु भन्दाखेरि टीवटा टेस्ट केस छ भने टीचोटि रन गर्नु पर्यो नि त। सेम सोल्युसन जे तिमीले सोल्युसन लेख्छौ त्यो क्वेसनको लागि त्यो टीचोटि रन गराउनु पर्यो नि त। सो हामीले यो फर लुप लेख्नु। अब हामीले सोल्युसन चाहिँ कहाँ लेख्ने त? सोल्युसन लेख्नको लागि हामी एउटा छुट्टै फङ्सन बनाऊ, किनभने हामीले अब यहीँभित्र सोल्युसन लेख्यौँ भने चाहिँ के हुनसक्छ भन्दाखेरि कहिलेकाहीँ हामीले सोल्युसनलाई बिचमा एन्ड गर्नुपर्ने हुन्छ, कहिलेकाहीँ सोल्युसनको आउटपुट दिएर बिचमा एन्ड गर्नुपर्ने हुनसक्छ। सो त्यस्तो बेला के गर्ने? त्यस्तो बेला रिटर्न गरिन्छ। रिटर्न गर्दाखेरि त्यो फङ्सन स्टप हुन्छ होइन। अब त्यो यहीँभित्र लेख्दाखेरि त्यो रिटर्न गर्दाखेरि त पुरै मेन फङ्सन स्टप हुनसक्छ। त्यसैले चाहिँ हामी यहाँ बाहिर छुट्टै एउटा नयाँ फङ्सन बनाउँछौँ, त्यो चाहिँ void को लागि बनाउँछौँ, किनभने त्यसले केही रिटर्न गर्दैन है। सो अब हेर, void भनेको चाहिँ तिम्रो यो फङ्सनले केही रिटर्न गरेन, अनि फङ्सनको नाम दियो तिमीले, अनि यो भनेको चाहिँ पुरै यहाँभित्र चाहिँ अब तिम्रो एक्चुअल कोड चाहिँ यहाँभित्र लेख्छौ क्या। अब यही कुरा यहाँभित्र कल गरिदियो, किनभने अब यही तिम्रो सोल्युसन, एक्चुअल सोल्युसन चाहिँ तिमीले यहाँ लेख्छौ, अनि त्यो सोल्युसनले के लाइक हरेक टेस्ट केसमा एकचोटि रन गर्नु पर्यो नि त त्यो सोल्युसन, भनेपछि यहाँ तिमीले भित्र सल्भ लेख्छौ है। सो यसरी चाहिँ हामी आफ्नो एउटा टेम्प्लेट बनाउँछौँ। अब लाइक हाम्रो बेसिक इजीको लागि चाहिँ हामीले यति टेम्प्लेट बनायौँ। अब यसमा तिमीले अझै मोडिफिकेसन हाल्दै जान पायो। अब जस्तो तिमी आज यु गो होइन, जति गर्दै जान्छौ त्यति तिमीलाई थाहा हुन्छ कि अब मलाई यो फङ्सन चाहिँ सुरुदेखि नै भइदिए फाइदा हुनसक्छ। जस्तो अब तिमीले 20वटा क्वेसन गर्यो अरे, 20वटा क्वेसनमा 5वटा क्वेसनमा चाहिँ एउटा सर्टेन कुरा युज भएको भइ गर्यो अरे, भनेपछि त्यो चाहिँ तिमीसँग रेडिमेड छ भने तिमीले राख्न पायो क्या। त्यही कम्पिटेटिभ प्रोग्रामिङको फाइदा चाहिँ के हो भन्दाखेरि तिमीले जे मन लाग्छ सबै कुरा लिएर जान पाउँछौ क्या। तिमीले लाइक एउटा सर्टेन लिमिट हुन्छ, त्यो लिमिटसम्म जे मन लाग्छ त्यो लिएर जान पाउँछ। इभन एक्चुअल कन्टेस्टहरूमा तिमीले आफ्नो एउटा डकुमेन्ट, रेफरेन्स डकुमेन्ट भन्ने हुन्छ, त्यो पनि बोकेर जान पाउँछ क्या। किनभने हामी एक्सपेक्ट गर्दैनौँ कि तिमीलाई सबै कुरा याद होस् नि त होइन। हामी के एक्सपेक्ट गर्छौँ भन्दाखेरि चाहिँ तिमीलाई लाइक आफूले आएको कुराहरू इम्प्लिमेन्ट गर्न सकौ, लाइक तिम्रो थिङ्किङ क्यापासिटी त्यो गर्ने हो नि त। सो त्यसैले तिमीलाई यो सबै कुरा लिन जान्छ, के अरे जे पनि तिमीले लिएर जानु पाउँछौ क्या कन्टेस्टहरूमा। सो आफ्नो एउटा टेम्प्लेट बनाएर राखेको राम्रो, सो द्याट यु क्यान टेक। अनि अझै एउटा कुरा मैले भन्न बिर्सेँ,
एउटा कुरा चाहिँ के हुन्छ भन्दाखेरि फास्ट इनपुट आउटपुट भन्ने कुरा हुन्छ क्या सो सो यो है सो फास्ट इनपुट आउटपुट भन्ने कुरा हुन्छ अब यो फास्ट इनपुट आउटपुट भनेको चाहिँ के हो भन्दाखेरि तिम्रो सधैँ पनि के हुन्छ भन्दाखेरि अ, कुनै पनि कन्टेस्ट चलिरहेको बेला या कुनै पनि प्रब्लम हेर्दाखेरि त्यो प्रब्लममा सधैँ पनि तिम्रो इनपुट र आउटपुटहरू लिनुपर्छ क्या अनि नर्मली इनपुट आउटपुट लिँदाखेरि चाहिँ टाइम लाग्छ है टाइम लाग्छ अब सी प्लस लाइक कुनै पनि कोड कोड फोर्सेस भयो अनि कुनै पनि वेबसाइटमा त यहाँ टाइम लिमिट दिएको हुन्छ सधैँ पनि 1 सेकेन्डमै रन गर्नु पर्यो हो होइन अब यसको लागि त हामीले इनपुट लिँदा नै 1 सेकेन्ड लाग्दिरहेछ आउटपुट लेख्दा नै 1 सेकेन्ड लाग्दिरहेछ भने त हाम्रो लाइक त्यो हामीले लेखेको कोड एक्चुअल लाइक त्यो हुने पनि त लाइक प्रब्लम आउनु पायो नि त होइन सो अब त्यसको लागि चाहिँ हामीले फास्ट इनपुट आउटपुट भनेर युज गर्छौँ है सो अब यो चाहिँ कस्तो भन्दा कसरी काम गर्छ भनेर यु नेभर थिङ्क अबाउट इट हामीले चाहिँ सधैँ पनि यसले चाहिँ फास्ट इनपुट आउटपुट गर्छ त्यसैले हामी आफ्नो टेम्पलेटमा राखिदिउँ न त होइन के गरिरहेछ राख्दाखेरि सो त्यसको बेसिक कोड चाहिँ सो एउटा आइओएस भनेर हुन्छ यसलाई चाहिँ हामीले सिङ्क विथ एसटिडिआइओ गर्छौँ अनि यसमा चाहिँ फल्स हाल्छौँ है अनि अर्को भनेको चाहिँ सिन डट टाइ नल पोइन्टर है सो अब अहिले क्लियरली टेल यु है मलाई पनि थाहा छैन यो दुईटा लाइनले यो 2 लाइन कोडले के गर्छ आई नेभर ट्राइड लुकिङ इन टु इट तर वाट आई कैन अस्योर इज यसले लाइक यति 2टा लाइन धेरै हेल्पफुल हुन्छ तिम्रो होल सिपी करियरमा किनभने देयर विल बी क्वेसन्स जसमा चाहिँ तिमीलाई इनपुट लिँदा लिँदै र आउटपुट लिँदा लिँदै तिम्रो त्यो टाइम कन्सटेन्ट हुन्छ नि त्यो सकिन्छ क्या अब यी 2टा लाइनले के गरिदिन्छ भने तिम्रो यो इनपुट लिने र आउटपुट दिने प्रोसेस चाहिँ फास्ट गरिदिन्छ सो अब हाम्रो बेसिकली यति पुरै कोर्स भयो है लाइक यति पुरै टेम्प्लेट भयो अब यही टेम्प्लेट युज गरेर चाहिँ हामीले कुनै पनि प्रब्लम सल्भ गर्न सक्यौँ क्या सो सधैँ पनि इम्प्लिमेन्टेसनको फर्स्ट पार्ट के हो भन्न त युआर ट्राइङ टु बेसिकली सल्भ एउटा क्वेसन जस्तो हो नि त होइन सो जस्तो यही क्वेसन भयो नभए यही क्वेसन भयो क्वेसन सल्भ गर्दा युआर ट्राइङ टु सल्भ दिस अब सधैँ पनि टु सल्भ इट हामीले चाहिँ एउटा टेम्प्लेट रेडी छ नि त अब हामीले त्यही सिधै टेम्प्लेटमा लेख्न मिल्यो क्या सो इम्प्लिमेन्टेसनको अलमोस्ट 25% अफ आवर वर्क इज डन है सो द्याट्स द बेसिक थिङ अबाउट त्यो इनपुट आउटपुट कसरी दिने अनि टेम्प्लेट अनि त्यही सबहरू है अब चाहिँ हामी नेक्स्ट चाहिँ डेटा टाइप्सको कुरा गर्छौँ सो सधैँ पनि क्वेसन अनुसार डेटा टाइप लिनुपर्छ है अब लेट्स डु यही क्वेसन गरौँ है सुरुमा हामी क्वेसन नपढौँ सधैँ पनि वाट आई वुड सजेस्ट इज पछि गएर त यु सुड अलवेज स्टार्ट रिडिङ क्वेसन अनि देन ट्राई टु कोड इट तर हामी अहिले भर्खर स्टार्ट गर्दै हो नि त सो स्टार्ट गर्दाखेरि चाहिँ हामी के गरौँ भन्दाखेरि सुरुमा सिधै यो इनपुटतिर हेरौँ के इनपुट दिएको छ हामी त्यो इनपुट छिटो छिटो लिइहालौँ होइन त सो त्यो गरौँ है त अब हेर फर्स्ट लाइन त हामीले गरिसक्यौँ त्यो टीवाला टेस्ट केस त हाम्रो टेम्प्लेटमै छ होइन सो यो अब हामी इग्नोर हानिदिँदा अब सधैँ पनि सेकेन्ड लाइनदेखि पढ्न थालेको है अब यो चाहिँ कहिले मात्र काम गर्छ जब युआर इन न्युअर भर्जन्स अफ कोड फोर्सेसको पुरानो पुरानो क्वेसन्सहरूमा चाहिँ यो फर्स्ट लाइन हुँदै हुँदैन त्यसमा चाहिँ लाइक तिम्रो नम्बर अफ टेस्ट केस दिएकै हुँदैन सो त्यो बेला चाहिँ यो इग्नोर गरेर हुन्छ है सो त्यसको लागि तिमीलाई यु क्यान मेक अ सेपरेट टेम्प्लेट अब त तिमीलाई टेम्प्लेट बनाउन आयो नि त सो यु क्यान मेक आफ्नै एउटा टेम्प्लेट त्यो बेला सो एनिवेज यो क्वेसनमा हेरौँ सो हामीलाई चाहिँ के दिएको छ भने हरेक टेस्ट केसभित्र चाहिँ 2टा इन्टिजर दिएको हुन्छ अरे एक्स र वाइ अनि कुन फर्मेटमा दिएको छ यहाँ हेर त एक्स छ अनि स्पेस छ अनि वाइ छ होइन सो अब सधैँ पनि सी प्लस प्लसमा अब हामीले डेटा टाइप के दिने त अब एक्स र वाइको भ्याल्यु हेर त 1देखि 10सम्म छ भनेको छ हो कि नै 1देखि 10सम्म छ भनेको त इन्टिजरले सफाइस गर्ने हो क्या सो अब कस्तो हुन्छ भने हेर है आई जस्ट टेल यु कुन कुन बेला कस्तो कस्तो डेटा टाइप दिने सो तिम्रो इन्टिजर चाहिँ सधैँ पनि 2 को पावर 32 सरी 2 को पावर 31 प्लस माइनस 2 को पावर 31सम्म सपोर्ट गर्न सक्छ यो प्लस वान माइनस वान के हुन्छ त्यो छोडा लङ लङ भन्ने हुन्छ एउटा डेटा टाइप सो यो लङ डेटा टाइपलाई चाहिँ प्लस माइनस 2 को पावर 63सम्म गर्न सक्छ अब तिमीहरूको 32 बिट कम्प्युटर छ भने चाहिँ लङले पनि 32 नै गर्छ सायद अनि त्यसपछि तिमीहरूको अझै एउटा डबल हुन्छ एउटा लङ डबल हुन्छ अनि लङ डबल हुन्छ अनि एउटा चाहिँ फ्लोट हुन्छ है सो यिनीहरूको पनि सिमिलर एउटा त्यो हुन्छ के अरे सिमिलर के भन्छ त्यसलाई लिमिट हुन्छ होइन सो
कस्तो हुन्छ हामीले नर्मली सधैँ पनि डबल युज गर्छौँ किनभने यो प्रिसाइज पनि हुन्छ प्लस यसको लिमिट पनि हाई छ लङ डबल धेरै जसो युज गर्दैनौँ सो विल इग्नोर अहिलेलाई यति कुराहरू हामी जस्ट यति कुरा माइन्डमा राख्छौँ है सो अहिलेलाई यति तिनवटा कुरा माइन्डमा राख्छौँ अब विल जस्ट सी हाम्रो क्वेसन अनि अफकोर्स क्यारेक्टर भनेर नि हुन्छ अनि स्ट्रिङ भनेर नि हुन्छ है त्यो त अब छुट्टै कुरा भइहाल्यो अब हाम्रो क्वेसन अनुसार हेर्छौँ है त सो क्वेसनमा सुरुमा के भनेको छ भन्दाखेरि इन्टिजर भनेको छ इन्टिजर भन्ने बित्तिकै कि त तिम्रो इन्टिजर हो कि त लङ लङ दिनुपर्छ त्यति कुरा फिक्स हो है अब त्यसपछि सरी यो इन्टिजर भनेको छ होइन अब त्यसपछि लिमिट हेर तिमी 1 देखि 10 सम्म अब हेर है अब कसरी पत्ता लगाउने किनभने यहाँ त 10 दियो कुनै कुनै क्वेसनमा 10 को पावर 6 10 को पावर 7 दिन सक्छ अब जस्तो हामी कोड फोर्सेस चाहिँ खोलेर हेरौँ है त सो कोड फोर्सेस जाऊ अनि कुनै एउटा ऱ्यान्डम क्वेसनमा जाउँ है त अहिले पो 10 थियो है 10 थियो अनि तिमीले थाहा पायो कि ल 10 छ भने त 2 को पावर 32 भन्दा त सानै हो नि त 10 सो सिधै युज गर्न मिलिहाल्यो इन्ट नै तर अब कुनै क्वेसनमा चाहिँ जस्तो यही क्वेसनमा हेर अब 10 को पावर 9 दिएको छ अब 10 को पावर 9 हुँदा चाहिँ के युज गर्ने अब त्यो सोध्न सक्छौ नि त होइन तिमीले लाइक सधैँ पनि डेटा टाइप सधैँ इम्पोर्टेन्ट गर्छ अब 10 को पावर 9 र 2 को पावर 30 त तिमीले कम्पेयर गर्दै बसेर भएन नि त सो आई जस्ट गिभ यु एक्ज्याक्ट कति कति हो यिनीहरू भनेर है सो इन्टिजर यो 2 को पावर 31 छ नि यो चाहिँ अराउन्ड तिम्रो 2 × 10 को पावर 9 हुन्छ है सो एक्ज्याक्ट होइन यो अराउन्ड यति हुन्छ अनि यो चाहिँ अराउन्ड 9 × 10 को पावर 18 हुन्छ क्या र जस्ट रिचेक है 9 हो कि 8 हो सायद बट या यो चाहिँ 10 को पावर 9 तिर हुन्छ यो चाहिँ 10 को पावर 18 तिर हुन्छ अब हाम्रो यो क्वेसनमा त सबै भ्याल्यु 10 को पावर 9 दिएको छ भनेपछि हामीले इनपुट चाहिँ इन्टमै लिँदा नि हुने रहेछ तर कुनै कुनै क्वेसनमा 10 को पावर 16 देला 10 को पावर 15 देला त्यो बेला त हामीले लङ लङ दिनु पर्यो अब त्यही हामीले अहिले यो क्वेसनमा हाम्रो लिमिट 10 दिएको छ है सो हामी चाहिँ यहाँ गएर हामीले इन्ट एक्सवाई लियौँ किनभने हाम्रो लिमिट 10 सम्म मात्र थियो अब इनपुट कसरी लिने इनपुट लिँदाखेरि चाहिँ अब सी इन गऱ्यौँ हामीले सुरुमा एक्स इनपुट लिनु पर्यो त्यसपछि वाइ इनपुट लिनु पर्यो अब किनभने हेर स्पेस दिएर आएको छ नि त सो सिइनले चाहिँ के गर्छ भन्दाखेरि जबसम्म इनपुट लिइरहेछ जबसम्म एउटा स्पेस नभए चेन्ज न्यू लाइन नभए ट्याब आउँदैन तबसम्म इनपुट लिइरहेको छ सो फर्स्ट इनपुट कहाँसम्म लिने भयो यति लिने भयो सेकेन्ड इनपुट यति लिने भयो अब यही के छ भने फर्स्ट इनपुट यहाँसम्म लिने भयो सेकेन्ड इनपुट यहाँसम्म लिने भयो सो अब हेर हाम्रो अलमोस्ट इनपुट लिने काम पनि सक्यो अब हेर टेम्प्लेटको काम सक्यो इनपुट लिने काम सक्यो यो क्वेसनको लागि हामी अहिले इम्प्लिमेन्टेसन पढ्दैछौँ नि त सो हामीलाई अब डेटा टाइप चुज गर्न आयो आफ्नो सुरुमा आफ्नो टेम्प्लेट लेख्न आयो त्यसपछि डेटा टाइप पनि चुज गर्न आयो अनि त्यो डेटा टाइप चुज गरेर इनपुट कसरी लिने त्यो पनि आयो अब यो त इजी केस थियो एक्स र वाइ मात्र थियो अब हामी चाहिँ के हेर्छौँ भने एउटा गाह्रो टाइपको क्वेसन हेर्छौँ है यो क्वेसन है अब यो क्वेसनमा चाहिँ के भनेको छ भन्दाखेरि हामी सिधै क्वेसन नपढौँ हामी सिधै इनपुटमा जाउँ है सो फर्स्टमा चाहिँ के भनेको छ भने द फर्स्ट लाइन अफ इच टेस्ट केस कन्टेन्स एन इन्टिजर एन भनेको छ अब त्यही कुरा यहाँ गरिहालौँ इन्टिजर एन भनेको छ अब इन्टिजर भनेपछि कि त इन्ट हुने भयो कि त लङ लङ हुने भयो अब इन्ट कि लङ लङ कसरी थाहा हुन्छ यहाँ हेरेर सो 10 छ 10 भनेको त 10 को पावर 9 भन्दा सानो हो भनेपछि इन्ट युज गर्दा भयो मैले सो इन्ट एन यसरी लेखेँ अब यसले के हुन्छ फर्स्ट लाइन कन्टेन्स एन फर्स्ट लाइनमा चाहिँ एन मात्र हुन्छ भनेको छ भनेपछि मैले सिइन एन गर्न पाएँ है अब नेक्स्टमा के छ भने सेकेन्ड लाइन अफ इच टेस्ट केस कन्टेन्स एन इन्टिजर्स भनेको छ भनेको एनवटा चाहिँ इन्टिजर छ अरे भनेको छ है अब अघिसम्मको त फिक्स नम्बर अफ इन्टिजर थियो एक्स र वाइ थियो त्यसैले हामीले एक्स बनायौँ वाइ बनायौँ इनपुट दियौँ अब त हामीलाई थाहा हुँदैन एनको भ्यालु त हामीलाई थाहा हुँदैन अहिले हेरेर त थाहा हुँदैन भनेपछि कतिचोटि सिइन लेख्ने त त्यो त थाहा हुँदैन नि त हो त्यसको यस्तो बेला चाहिँ हामी फर लुप युज जस्तो यहाँ कुनै केसमा 4वटा छ कुनै केसमा 2टा छ अब कसले डिफाइन गर्दैछ यो माथिको भ्यालुले डिफाइन गर्दैछ नि त 4 दिएको छ भने 4वटा इनपुट छ 2 दिएको छ भने 2वटा इनपुट छ हो अब हामीले यो तल जुन टेम्प्लेटको लागि फर लुप लेखेको थियो त्यस्तै यहाँ पनि फर लुप लेख्छौँ सो फर इन्टिजर आई इक्वल्स 0 आई इज लेस देन एन किनभने एनचोटि गर्नु पर्यो हो अब यो कहाँ सेभ गरेर राख्ने त अब यो जुन इनपुट लिएको भ्यालु त स्टोर गरेर राख्नु पर्यो नि त अघिसम्मको त 2टा भ्यालु चाहिँ एक्स र वाइमा स्टोर गर्दैथ्यो अब त एनवटा भ्यालु छ कसरी स्टोर गर्ने भन्दाखेरि एउटा एरे जस्तो बनाउने एरे भनेको चाहिँ तिम्रो लिस्ट हो है बेसिकली कलेक्सन अफ आइटम्स सो हामी सी प्लस प्लसमा चाहिँ भेक्टर भनेर हुन्छ भेक्टर भनेको चाहिँ एरे जस्तै हो तर यसलाई चाहिँ
जस्तो कस्तो हुन्छ भने सी प्लस प्लसमा एरे पनि हुन्छ भेक्टर पनि हुन्छ है। एरे भनेको चाहिँ हाम्रो त्यो कस्तो हुन्छ भन्दाखेरि एरेलाई चाहिँ हामीले साइज रिसाइज गर्न मिल्दैन, एरेलाई सुरुमै फिक्स साइज दिनुपर्छ। अनि एरेमा लाइक अलिक झन्झट हुन्छ क्या। तर भेक्टर आएपछि चाहिँ के हुन्छ भने भेक्टरलाई रिसाइज पनि गर्न मिल्छ। जस्तो सुरुमा तिमीले 10वटा एलिमेन्टको भेक्टर बनायो अरे, अब 20वटा एलिमेन्टको भेक्टर बनाउन पायो, त्यो सब कुरा हुन्छ है। अब एकछिन भेक्टर लेख्यौँ हामीले। अब कतिवटा एलिमेन्ट छ, एनवटा एलिमेन्ट छ भने चाहिँ कलेक्सन त बनायो, एउटा एरे जस्तो बनायौँ हामीले, भेक्टर बनायौँ। अब भेक्टरभित्र के हुनु पर्यो, इन्टिजर हुनु पर्यो। यहाँ लेखाएको छ इन्टिजर हुनु पर्यो। इन्टिजरको लिमिट के छ, 10सम्म मात्र छ हो। अब त्यसरी इन्टिजर मात्रै लेख्यो किनभने 10सम्म हो। त्यसैले हामीले डिफाइन गर्दा चाहिँ यसरी गर्नुपर्छ है, भेक्टर दिने, त्यसपछि स्मल लाइक लेस देन अनि इन्टिजर अनि मोर देन दिने। अब भेक्टरको नाम दिनुपर्छ ए। मैले चाहिँ अब आफ्नो भेक्टरको नाम चाहिँ ए दिएँ किनभने यहाँ क्वेसनमा पनि ए नै लेखाएको थियो। अब हामीले सुरुमै ए को कति साइज छ त्यो दिँदा राम्रो हो किनभने मेमोरी युज हुन्छ न मजाले। सो हामीलाई त थाहा छ नि त एनवटा मात्रै इनपुट लिँदैछौँ हामी, त्यसैले हामी भेक्टर ए अफ एन दिन्छौँ। सो यसरी चाहिँ हामीले डिफाइन गर्ने हो है। अब इनपुट लिनु पर्यो नि त भनेपछि यहाँभित्र पनि हामीले सिइन गर्नु पर्यो। अब हरेकचोटि एउटा इनपुट दिने हो नि त भनेपछि भेक्टर एमा चाहिँ आइहाल्यो भने अब यसमा के भइरहेछ हेर है, हामीलाई यहाँ 4वटा एलिमेन्ट छ। यो 4वटा एलिमेन्ट के अनुसार सेभ गर्नु पर्यो, यो फर्स्ट एलिमेन्ट हो, यो सेकेन्ड एलिमेन्ट हो, यो थर्ड एलिमेन्ट हो, यो फोर्थ एलिमेन्ट हामीलाई थाहा हुनु पर्यो हो। त्यही भइरहेछ यहाँ फर लुप 0देखि रन हुन्छ एनसम्म, n-1सम्म रन हुन्छ अनि हरेक इन्डेक्समा हाल्दै जान्छ क्या। तिमीलाई अब एरे कस्तो हुन्छ भने एउटा एरे हो, एरे चाहिँ एउटा कलेक्सन हो नि त, लाइक भेक्टर भनेको नि एरे जस्तै हो, एउटा कलेक्सन हो। यसमा यसमा हामीले सुरुमै डिफाइन गर्दैछौँ कि एनवटा एलिमेन्ट हुन पाउँछ। सो एनवटा एलिमेन्ट छ अरे। अब एनवटा एलिमेन्टमा कुन पोइन्टमा कुन एलिमेन्ट हुनुपर्छ त्यो हामीले चाहिँ यहाँबाट डिफाइन गर्छौँ क्या। सो सिनले इनपुट दिने भयो अनि ए भनेको यो ए भेक्टर एक्सेस गरेको भन्ने भयो अनि ए भेक्टरको कुन पोइन्टमा त आई पोइन्टमा, किनभने सुरुमा 0 पोइन्टमा, 1 पोइन्टमा, 2 पोइन्टमा, 3 पोइन्टमा यसरी डिफाइन हुन्छ क्या। सो यतिले चाहिँ हाम्रो इनपुट लिने कामसम्म सक्यो नि त है। अब यहाँभित्र तिमीले के प्रोसेसिङ गर्लौ है। सो यहाँ प्रोसेसिङहरू हुन्छ, तिमीले के गर्लौ। अब नेक्स्ट पार्ट भनेको चाहिँ आउटपुट दिने पार्ट हुन्छ। अब हेर क्वेसन अनुसार आउटपुट कसरी दिने फरक हुनसक्छ। अब यो क्वेसन हेर, यो क्वेसनमा आउटपुटमा कि त यस कि त नो भनेको छ। अब यो क्वेसनमा त्यही अनुसार आउटपुट दिनु पर्यो। तिमीले के यहाँ प्रोसेसिङहरू गर्छौ अनि लास्टमा चाहिँ आउटपुट कि त तिमीले सी आउट गरेर यस दिन्छौ यसरी, कि त तिमीले सी आउट गरेर नो दिन्छौ है। सो यसरी आउटपुट दिन्छौ। अब यो क्वेसनमा हेर, यो क्वेसनमा अब इन्टिजर आउटपुट चाहिएको छ किन यहाँ इन्टिजर आउटपुट चाहिएको छ। त्यही अनुसार यहाँ पनि आउटपुट देखेछ। अब यहाँ तिमीले अब के प्रोसेसिङ गरेर अब तिमीले अब यहाँ माथि अब एउटा छुट्टै भेरिएबल बनाउलौ, भेरिएबल अब आन्सर भनेर भेरिएबल बनाउलौ। यहाँ के सोल्युसन गरेर अब आन्सरमा 10 आएको थियो अरे, अब यहाँ आन्सर यसरी 10 प्रिन्ट गर्छौ। सो यसरी चाहिँ हामीले आउटपुट दिन्छौँ। अब आउटपुट दिँदा सधैँ पनि मेन ध्यान राख्नुपर्ने कुरा चाहिँ के हुन्छ भन्दाखेरि हामीले त हरेक टेस्ट केसको लागि छुट्टा छुट्टै गर्दैछौँ नि त, आफ्नै फङ्सन बनाएर गर्दैछौँ हो कि नै। अब यहाँ के देखिरहेछौँ भन्दाखेरि तिमीले नो प्रिन्ट भएपछि नेक्स्ट लाइनमा मात्र यस प्रिन्ट भएको छ कि छैन हो नि है। हरेक प्रिन्ट भएको हरेक पछि एउटा स्पेसिङ छ नि त। त्यसैले तिमीले सधैँ पनि आफ्नो सल्भ फङ्सन लेखिसक्छौ नि, लास्टमा चाहिँ एउटा सी आउट स्ल्यास एन लेखिदिनु इफ तिमीहरूले अगाडि लेखिसकेको छैन। यसले चाहिँ के गर्छ भन्दाखेरि तिमीले आउटपुट दियौ, अब त्यसपछि नेक्स्ट लाइनमा सिफ्ट गरिदिन्छ क्या पोइन्टरलाई। लाइक त्यो तिम्रो स्ट्यान्डर्ड आउटपुटमा पनि पोइन्टर भन्ने हुन्छ। अब तिमीले के कुरा प्रिन्ट गर्यौ, अब नेक्स्ट लाइनमा अर्को कुरा चाहिँ नेक्स्ट लाइनमा मात्र प्रिन्ट गर भनेर चाहिँ यो दिइरहेको हो क्या हामीले है। सो यो पनि लाइक टेम्प्लेट जसरी नै बुझे भयो। अब यो लाइक बेसिक हामीले सधैँ पनि क्वेसनहरू गर्दा यही सानो सानो कुराहरू रङ भएर हुन्छ क्या। आउटपुट आइरहेको हुन्छ तर आउटपुट कसरी आइदिन्छ भने अब हेर कसरी आउटपुट आइदिन्छ म देखाइदिन्छु है। तिमीले सबै कुरा गर्छ तर आउटपुट चाहिँ यसरी आइदिन्छ, नो यस नो यस यसरी आइदिन्छ है। लगातार एउटै लाइनमा सबै कुरा आइदिन्छ। अब यो करेक्ट हो, तिम्रो अनुसार सबै आउटपुट त करेक्ट हो। तर कोड फोर्सेसमा त एउटा अनलाइन जजले चेक गर्छ, त्यसमा त फिक्स्ड आउटपुट लेखिएको छ नि त, यही हुनुपर्छ भनेर आउटपुट बनाइ हुन्छ हो। त्यस्तो बेला चाहिँ यसरी आउटपुट चाहिन्छ उनीहरूलाई हो। त्यसको लागि चाहिँ हामीले यो स्ल्यास एन लेख्छौँ है त। सो या बेसिक इम्प्लिमेन्टेसनको डिटेल्सहरू यही हो होइन। अब चाहिँ हामी सिधै लाइक नेक्स्ट चाहिँ अब हामी सिधै त्यसमा मुभ गर्छौँ डिबगिङ।
त्योभन्दा अगाडि वाट आई वुड सजेस्ट इज तिमीहरूले यो भेक्टर्सहरूको अनि एरे भेक्टर अनि इन्डेक्सिङहरूको बारेमा चाहिँ लुक इन्टु इट होइन। किनभने अब कस्तो हुन्छ भन्दाखेरि हाम्रो अराउन्ड 1 आवरको क्लास हुन्छ अनि 1 आवरमा वी क्यानट टिच यु एभ्रिथिङ पनि। सो आई वुड सजेस्ट भेक्टर्स भनेको के हो, एरेज भनेको के हो, लुक इन्टु इट। किनभने हामीले मोस्टली चाहिँ यहाँ तिमीहरूलाई कम्पिटेटिभ प्रोग्रामिङ पढाउन आएको हो। सी प्लस प्लस पनि विल टिच यु बेसिक कुराहरू आज वी मुभ, बट स्लोली चाहिँ के हुन्छ भन्दाखेरि हामीले टपिक्सहरू धेरै कभर गर्नुपर्छ नि त। सो यसरी बेसिक्स पढाएर हामी लाइक हरेक एभ्री डे वी क्यानट टिच यु अल द बेसिक्स। सो अब आई सजेस्ट यु गाइज टु लर्न वाट इज भेक्टर्स, वाट इज एरेज, वाट इज इन्डेक्सिङ इन भेक्टर्स, अनि हरेक भेक्टरको पोइन्टर्स भन्ने हुन्छ। सो त्यो सब कुरा इफ यु लर्न इट्स बेटर। अब चाहिँ हामी डिरेक्टली विल डु डिबगिङको कुराहरू है। सो जस्ट अ सेकेन्ड है, देयर इज अ फ्यु वेज टु डिबग है। सो फर्स्ट थिङ कस्तो कस्तो बेला डिबग हुन्छ भन्दाखेरि सुरुमा त तिम्रो सोल्युसन नै मिलिरहेको छैन अरे। लाइक सधैँ पनि कोड फोर्सेसमा चाहिँ के हुन्छ भन्दाखेरि तिम्रो यहाँ इनपुट दिएको छ नि त। अब यो इनपुटको लागि तिमीले कोड लेख्छौ, भित्र अलिअलि अपरेसन्सहरू गर्छौ अनि आउटपुट लेख्छौ है। सो यो आउटपुटको लागि चाहिँ लाइक तिमीले लेख्यौ अरे कोड अनि यो इनपुट हाल्यौ अरे भित्र टर्मिनलमा, तर त्यो इनपुटको लागि यो आउटपुटै आइरहेको छैन भने किन आएन त? त्यसको लागि तिमीले त्यो बेला चाहिँ दिएको टेस्ट केसहरू नै रङ आयो, दिएको टेस्ट केसहरू नै रङ आन्सर आयो भने त सुरुमा अब तिमीलाई थाहा हुन्छ नि त तिम्रो कोडै रङ छ भनेर। त्यो बेला चाहिँ कसरी कसरी डिबग गर्न सक्छौ भन्दाखेरि तिमीले चाहिँ इमेजिन गर यो कोड छ त्योभन्दा राम्रो नि आई जस्ट सो यु एउटा कोड है त। जस्ट सेकेन्ड, आई जस्ट ओपन अप एउटा कोड अनि त्यसमा चाहिँ विल ट्राई टु फाइन्ड वाट आर अल द बग्स है। ओके जस्ट अ सेकेन्ड ल। सो अनि यहाँ हेर है, मैले यहाँ डिबगिङ भनेको चाहिँ सिन्ट्याक्स एरर डिबगिङहरू चाहिँ भने होइन। हामीले चाहिँ तिम्रो करेक्टनेसमा चाहिँ के एरर, जस्तो हामीले नर्मली सधैँ पनि प्रोग्रामिङमा हेर्दाखेरि चाहिँ कस्तो हुन्छ भन्दाखेरि एरर आयो, कुनै एउटा एरर आयो अरे यसलाई डिबग गरौँ त भनेर सोध्छौँ। तर कम्पिटेटिभ प्रोग्रामिङमा चाहिँ त्यस्तो हुँदैन क्या है। कम्पिटेटिभ प्रोग्रामिङमा चाहिँ हामीले सधैँ पनि एरर्स भनेको चाहिँ करेक्टनेसमा हेर्छौँ कि हाम्रो सधैँ पनि कोडमा एरर भन्दा पनि कोडको इम्प्लिमेन्टेसनमा एरर हुन्छ क्या। किनभने सिन्ट्याक्स एररहरू अब कम्पिटेटिभ प्रोग्रामिङमा कस्तो हुन्छ भने सिन्ट्याक्स एरर आइरहेछ भने यु क्यान इजिली सल्भ इट। किनभने तिमी एउटा पोइन्टमा पुगिसकेको हुन्छौ कि सिन्ट्याक्स एरर वन्ट बी बिग इस्यु, किनभने तिमीले त्यही कुरा धेरै यसमा किनभने एक्चुअल रियल लाइफ प्रोग्रामिङमा त तिमीले धेरै कुरा सिक्नुपर्छ नि त, नयाँ नयाँ कुरा आइरहेको छ। तर यसमा चाहिँ कस्तो छ भन्दाखेरि चाहिँ एउटै सेट अफ कोड छ क्या, लाइक एउटै सर्टेन तिम्रो 10-20वटा फङ्सन्स छ, त्यही 10-20वटा डेटा स्ट्रक्चर्सहरू छ, त्यही कुराको वरिपरि तिमी खेलिरहेको हुन्छौ। अब तिमीलाई कस्तो हुन्छ सिन्ट्याक्स एररको लाइक एज यु मुभ अन सिन्ट्याक्स एरर धेरै इजी भएछ पत्ता लगाउनलाई। मेन प्रब्लम कुन आउँछ करेक्टनेसवाला एररमा है, तिम्रो लजिकल एरर भन्छौँ त्यस्तोलाई हामी। सो त्यस्तो एरर कसरी पत्ता लगाउने, अब यो क्वेसन हेर है, यो क्वेसन चाहिँ के को लागि, यो क्वेसन यो सोल्युसन हो एउटा क्वेसनको। अब यही सोल्युसन लिएर हामी डिबग गर्न खोज्छौँ, मेन डिबगिङ लाइक डिबग गर्न खोज्छौँ। अब यसमा डिबग गर्ने आइडियाजहरू हेर है, तिम्रो यो क्वेसन छ अरे अनि तिमीले यो सबमिट गर्यौ अरे है, सबमिट गर्यौ अनि तिमीलाई कस्तो हुन्छ भन्दाखेरि ल यो क्वेसनले यहाँ दिएको इनपुट चाहिँ पास गर्यो अरे है, तिमीले चेक गर्यौ पास गरिरहेछ, अब तिमीलाई लाग्यो ल ठिकै छ राइटै होला भनेर सबमिट गरिदियो। त्यहाँ चाहिँ रङ एन्सर आयो। अब कोड प्रोसेसमा के छ भने चाहिँ तिमीले एक्चुअल कन्टेस्टहरूमा चाहिँ हिडन टेस्ट केसहरू हेर्न मिल्दैन क्या, किन रङ आयो थाहा नै हुँदैन तिमीलाई। यहाँ त थाहा हुन्छ नि त, जस्तो यहाँ टेस्ट केस दिएकै छ, ल यसमा 6वटा आउटपुट यसरी आउनुपर्छ, ल ठिक छ एउटा आउटपुट रङ आयो, किन आयो भनेर त्यही आउटपुटमा फोकस गरे हुन्छ नि त तिमीले, अनि त्यसरी तिमीलाई इजी हुन्छ डिबग गर्नको लागि। तर एक्चुअली त त्यसरी हुँदैन, लाइक एक्चुअल कन्टेस्टमा चाहिँ तिमीलाई थाहा हुँदैन क्या टेस्ट केसहरू के छ, भित्रको टेस्ट केसहरू हिडन हुन्छ। सो त्यो बेला डिबग कसरी गर्ने, अब यही क्वेसन हेर है, यो क्वेसन चाहिँ के क्वेसन हो भन्दाखेरि तिमीलाई एउटा सेट अफ नम्बर सुरुमा इन्टिजर सुरुमा तिमीलाई एउटा इन्टिजर एन दिएको हुन्छ अनि इन्टिजर एन दिएपछि चाहिँ तिमीलाई एनवटा इन्टिजर्स पनि दिएको हुन्छ। अब यो तिमीले इनपुट लिन त सिकिसक्यौ, जसरी यहाँ हेर हामीले इन्टिजर एन दिएको थियो त्यो इनपुट लियौँ अनि यहाँ अर्को इनपुट लाइक त्यो
एरेको नम्बरहरू इनपुट दिउँ। यतिसम्म ठिक छ हाम्रो है। अब यो पार्ट हेर, यो पार्ट भनेको चाहिँ एक्चुअल सोल्युसन पार्ट हो, यो त लास्टको आउटपुट पार्ट हो। हामीले यो तिनवटा कुराहरू त सिकिसक्यौँ। अब यो बिचको पार्ट चाहिँ हामीले कोर्समा सिक्ने हो क्या। लाइक आज वी मुभ इन्टु द कोर्स डिफ्रेन्ट डिफ्रेन्ट टेक्निक्सहरू सिक्छौँ प्रब्लमहरू सल्भ गर्न। तर यो धेरै सिम्पल क्वेसन छ, यसमा चाहिँ तिमीले यहाँ दिएको इलिमेन्ट्सको म्याक्सिमम इलिमेन्ट पत्ता लगाउने हो क्या है, त्यति हो। अब हेर यहाँ सिम्पल छ, तिमीले स्कुलमा पनि यो क्वेसन गरे होला। तिमीले म्याक्सको भ्यालु 0 राख्छौ अनि एनवटा इन्टिजर्स लुप गर्छौ अनि त्यसपछि ए अफ आई इज मोर देन एमएक्स चेक गर्छौ। लाइक इफ कुनै एउटा इलिमेन्ट चाहिँ करेन्ट म्याक्सिमम भन्दा ठुलो छ भने म्याक्स इज गट एआई गर्छौ अनि प्रिन्ट गरिदिन्छौ है। सिम्पल छ। अब हामी एउटा टेस्ट पनि गरेर हेरौँ। जस्तो तिम्रो इनपुट आयो अरे 3, 5 र 2 इनपुट दियो अरे, 3वटा इन्टिजर छ भन्यो अनि यो इनपुट दियो। अब सुरुमा हेर तिम्रो एमएक्स को भ्याल्यु 0 छ, अब 3 आउँछ, 3 र एमएक्सले चेक गर्छ। अब त 3 ठुलो भनेपछि 3 हुने भयो, अब यहाँ एमएक्समा आएर यहाँ 3 आउने भयो। अब त्यसपछि 5 मा जान्छ, 5 र 3 चेक हुन्छ, 5 ठुलो 5 यहाँ आउने भयो। त्यसपछि 2 मा जान्छ, 2 र 5 चेक हुन्छ, 2 त सानै हो भनेपछि 5 नै बस्ने भयो अनि लास्टमा तिम्रो 5 प्रिन्ट हुने भयो। करेक्ट नै छ त, म्याक्सिमम इलिमेन्ट आइरहेछ। अब यसमा बग चाहिँ के आयो, तिमीले सबमिट गर्यो अरे तर रङ आन्सर आइदियो। किन आयो भन्दाखेरि चाहिँ क्वेसनले त तिमीलाई इन्टिजर्स भनेको छ नि त, इन्टिजर्स भनेको छ। अब तिमीले त यहाँ इन्टिजर्स भनेर तिमीले के मान्यौ भन्दाखेरि पोजिटिभ मात्र हुन सक्छ मान्यौ, हो कि नै? तिमीले सोचे अनुसार चाहिँ पोजिटिभ मात्र हुन सक्छ भनेर मान्यो, तर इन्टिजर्स भनेको त नेगेटिभ पनि हुन सक्छ। अब यही क्वेसन हेर है, यही क्वेसन हेर, तिम्रो यही सोल्युसन हेर। अब कुन बेला रङ हुन्छ इमेजिन गर। तिम्रो एक्चुअल टेस्ट केस चाहिँ माथि 3वटा इलिमेन्ट्स भन्यो अनि -1, -2 र -3 छ अरे भन्यो क्या। टेस्ट केस चाहिँ यस्तो छ भने अब तिमीले त सुरुमा म्याक्सलाई 0 बनाएको हो कि नै। सो अब 0 र -1 चेक गर्छौ, 0 र -1 त 0 छ। त्यसपछि 0 र 2 -2 चेक गर्छौ, 0 ठुलो छ, 0 बाँची बकिरहेको छ। 0 र -3 चेक गर्छौ, 0 ठुलो छ, 0 बाँचिरहेको छ। तर यो तिनवटा एलिमेन्टको म्याक्सिमम एलिमेन्ट त 0 होइन नि त, यो तिनवटा एलिमेन्टको लागि त म्याक्सिमम एलिमेन्ट -1 हो। अब यस्तो केसमा त तिम्रो कोडले फेल खायो नि त हो। अब यो पो अब मलाई थाहा थियो यो एरर छ, मैले भने तिमीलाई, तर तिमीलाई यो एरर थाहा हुँदैन नि त। अब कसरी चेक गर्ने त यस्तो कुराहरू हो। यस्तो यस्तो कुराहरू चाहिँ चेक गर्नको लागि लाइक देयर इज नो वे टु चेक क्या। सधैँ पनि यस्तो कुराहरू चाहिँ आज यु डु मोर क्वेसन्स तिमीलाई थाहा हुन्छ क्या। अब तिमीलाई के थाहा भयो भन्दाखेरि क्वेसनले इन्टिजर मात्र भनेछ भने चाहिँ नेगेटिभ पनि हुनसक्छ है। सो तिमीले कुनै पनि सोल्युसन लेख्दाखेरि चाहिँ नेगेटिभ इन्टिजर पनि हुनसक्छ भनेर सोचेर लेख्नु पर्यो क्या। अब तिमीहरू मलाई भन लाइक अब लाइक जस्ट फिगर आउट होइन यो क्वेसनलाई तिमीलाई करेक्टली कसरी लेख्छौ। अब तिमीले कमेन्टमा कमेन्ट गरे नि भयो, जे गरे नि भयो। बट या हाम्रो चाहिँ बेसिकली अब करेक्ट सोल्युसन तिमीहरू आफै लेख। आई जस्ट टोल्ड यु वाट इज द बग। अनि यस्तो बग किन आयो भन्दाखेरि हामीले नेगेटिभ इन्टिजरलाई भ्याल्यु नै गरेनौँ नि त हो। अब वान वे अफ डिबगिङ कस्तो भयो भन्दाखेरि लाइक यसमा कस्तो हुन्छ भने फिक्स वेज अफ डिबगिङ कहिले पनि हुँदैन क्या। कस्तो भन्दाखेरि हामीले सर्टेन कुराहरू छ जुन माइन्डमा राख्नुपर्छ। अब वान थिङ अब तिमीलाई के माइन्डमा आयो भन्दाखेरि चाहिँ सधैँ पनि केही कुरा गर्दाखेरि नेगेटिभ पनि केही कुरा हुनसक्छ है। जे पनि इनपुट छ त्यो इनपुटमा चाहिँ तिमीले क्लियरली पढ्यो भने त्यहाँ इफ पोजिटिभ इन्टिजर भनेको छैन भने चाहिँ नेगेटिभको लागि पनि तिमीले जे गर्दैछौ तिम्रो त्यो कुरा नेगेटिभ इन्टिजरको लागि पनि भ्यालिड हुनुपर्छ भनेर गर्न थाल्छ है। सो द्याट्स वान क्वेसन है। अब I'll see अरू कुनै if I have एकैछिन है। I'll quickly look into it. Okay, let's leave that. I'll just tell you अब एउटा टेक्निकको बारेमा अनि after that I think we should be done with the class. So यहाँ त्यही हो, एउटा यो टाइप अफ त्यो भयो होइन। अर्को टाइप कस्तो हुनसक्छ भन्दाखेरि लेट्स से अघि मैले भनेको थिएँ नि जुन तिमीहरूको डेटा टाइपहरू होइन। सो त्यो त अघि मैले भनिसकेँ। त्यही हो, हामीले सधैँ पनि क्वेसन पढेर लिमिट अनुसार डेटा टाइप लिनुपर्छ। अब अझै एउटा एरर लाइक फेमस एरर है, जसले पनि गर्ने एरर इमेजिन गरेर चाहिँ अब म आफै एउटा क्वेसन बनाउँछु तिमीलाई। लाइक जसले पनि गर्ने भन्दाखेरि बिगिनर्सहरूले धेरै गर्ने एरर। सो त्यो भनेको चाहिँ तिम्रो इन्टिजर ओभरफ्लो भन्छ है। सो इन्टिजर ओभरफ्लो एरर हुन्छ यो चाहिँ। अब यो कुन बेला हुन्छ, अब हेर क्वेसन तिमीले हेर है, तिमीलाई चाहिँ एनवटा इन्टिजर्स दियो अरे, एनको भ्यालु चाहिँ 10⁻7सम्म हुनसक्छ, सरी 10⁻7 नगरौँ, 10⁻6सम्म हुनसक्छ भन्यो अरे। त्यसपछि चाहिँ
त्यो हरेक इन्टिजर जुन एआई दिन्छ नि त्यो पनि तिम्रो 10 को पावर 6 सम्म हुन सक्छ भन्यो अरे। अब क्वेसनले चाहिँ सिम्पल क्वेसन के सोध्यो भने मलाई यसको सम निकालेर दे भन्यो अरे है। अब तिमीले के देख्छौ भन्दाखेरि ल ठिक छ एनको भ्याल्यु 10 को पावर 6 सम्म छ, ल ठिक छ यसलाई पनि इन्ट बनाइदिउँ। एआई को भ्याल्यु पनि 10 को पावर 6 सम्म छ, ल ठिक छ त्यसलाई पनि एउटा भेक्टर बनाऊँ, भेक्टरमा पनि इन्ट राखौँ अनि ठिक छ ए बनाऊ, यसको एनसम्म जाउँ। ल यतिसम्म ठिक छ। अब क्वेसनले के भनेको छ सम निकाल्न भनेको छ नि त, हो सम निकाल्न भनेको छ नि त। ल ठिक छ समलाई 0 बनाइदेऊ न त के छ र है। सम लेख्छौ तिमीले अनि फर लुप लेख्छौ अनि फर लुप भित्र टक्कसँगले सम प्लस इज इक्वल टु ए अफ आई गर्छौ है। अब यसमै तिमीहरू फस्यौ क्या, किनभने तिमीले हो इनपुटको लागि त तिमीले कन्सटेन्ट पढ्न सक्छौ, मैले त्यो त सिकाइसकेँ। इनपुटको लागि इन्टिजर यसरी पढ्ने, इन्टिजर यसरी पढ्ने। तर तिमीले भित्र प्रोसेसिङ गर्दै जाँदाखेरि यो समको लागि के डेटा टाइप राख्ने भनेर त सोचेनौ नि त। लाइक नर्मली मान्छेले त सोच्दैन, त्यसरी तिमीले सिधै इन्टिजर राखिदियो है। हो अब यो समको लागि पनि के राख्न मिल्छ भनेर हेर्नुपर्छ क्या हामीले। हो अब यो केसमा हेर हामीले सम निकाल्दियो नि त, 10 को पावर 6 वटा इन्टिजर छ अनि हरेक इन्टिजरको भ्यालु 10 को पावर 6 सम्म हुन सक्छ भनेको छ। भनेपछि त वर्स्ट केसमा 10 को पावर 6 वटै इन्टिजर छ अरे अनि हरेक भ्यालु 10 को पावर 6 नै छ भने त यो त 10 को पावर 12 हुन्छ। 10 को पावर 12 चाहिँ इन्टले जान्न सक्छ, सक्दैन नि। इन्टले त 10 को पावर 9 सम्म जान्न मात्र सक्छ। हो अब दिस इज अ बग, किनभने तिमीले यहाँ इन्ट युज गर्यौ तर युज गर्नुपर्ने रहेछ लङ लङ। सो यस्तो बगहरू पनि हेर्नुपर्छ हामीले चाहिँ। सधैँ पनि कुनै पनि भेरिएबल डिफाइन गर्नुभन्दा अगाडि इन्टको ठाउँमा लङ लङ युज गर्नुपर्छ कि भनेर सोच्ने गर। सो म चाहिँ के सजेस्ट गर्छु भने बिगिनर्सलाई सधैँ पनि लङ लङ युज गर, किनभने सी प्लस प्लस यतिको अप्टिमाइज छ कि तिमीले इन्ट र लङ लङ युज गर्दैमा एरर आउँछ भन्ने छ। लाइक टाइम तिमीले बढी लाग्छ भन्ने हुँदैन क्या, हल्का बढी लाग्छ तर त्यो अति नेग्लिजिबल टाइम हुन्छ। तर सधैँ पनि म के भन्छु भन्दाखेरि कहिले पनि इन्ट इन्ट युज गर्न मिल्ने ठाउँमा डबल चाहिँ युज नगर्नु। डबलमा सधैँ पनि अति धेरै टाइम लाग्छ, त्यसैले जेनेरली डबललाई चाहिँ अभोइड गरिन्छ। जहाँ जब युज गर्नै पर्छ त्यो बेला मात्रै गरिन्छ है। सो अब त्यो एउटा भयो। अब अर्को एउटा एरर कुन आउन सक्छ भन्दाखेरि भेरिएबल रिसेटिङको एरर आउन सक्छ। अब चाहिँ कस्तो एरर भन्दाखेरि तिमीहरूले चाहिँ एउटा इन्ट सम भनेर बनायौ है अनि यहाँ भित्र केही कुरा गर्दैछौ तिमीहरूले अनि यो समलाई अपडेटहरू गर्दैछौ अरे अनि यही भित्र प्रिन्ट सम गर्दैछौ होइन। प्रिन्ट भन्दा नि त्यो सी आउट है, सी आउट सम गर्दैछौ। अब तिमीले हरेक स्टेपमा समलाई प्रिन्ट गर्दैछौ, हरेक स्टेपमा समलाई प्रिन्ट गर्दैछौ भने त त्यो समको भ्यालु त 0 हुनुपर्छ होला नि त हरेक स्टेपमा, किनभने यहाँभित्र तिमीले के सोल्युसनहरू लेख्दैछौ अनि त्यही अनुसार सम अपडेट गर्दैछौ अनि त्यसपछि प्रिन्ट गर्दैछौ भनेपछि नेक्स्ट स्टेप गर्दाखेरि छुट्टै लाइक समको भ्यालु फेरि 0देखि सुरु गर्नुपर्ने होला नि त। तर त्यो कुरा त तिमीले यहाँभित्र लेखिनौ नि त, त्यो कुरा त तिमीले मिस्टेकले बाहिर लेख्यौ। सो सधैँ पनि डिबगिङ गर्दाखेरि के पनि हेर भन्दाखेरि तिमीले भेरिएबलहरू कहाँ कहाँ डिक्लेयर गरेका छौ, भेरिएबलहरू तिमीले गर्नुपर्ने ठाउँमा डिक्लेयर गरेका छौ कि छैनौ होइन। अनि अर्को कुरा के पनि हुन्छ भन्दाखेरि सी प्लस प्लसमा चाहिँ इन्डेक्सिङ त 0देखि हुन्छ। अब हेर तिमीलाई एउटा सिम्पल क्वेसन आयो अरे एनवटा इन्टिजर दिएको छ अनि एनवटा इन्टिजरबाट चाहिँ तिमीलाई क्वेसनले के भन्यो भन्दाखेरि त्यसको मिडियन निकाल भन्यो अरे। मिडियन भन्दा पनि ल छोड्दो, त्यसको सेकेन्ड नम्बर निकाल भन्यो अरे। सेकेन्ड नम्बर के छ निकाल भन्यो। अब तिमीले त इनपुट लिन्छौ एनवटा सुरुमा सिइन एन गर्छौ यसरी अनि त्यसपछि फर लुप लगाएर यताउता गरेर इनपुट पनि लिन्छौ। ल ठिक छ इनपुटसम्म लियो। अब तिमीले आउटपुट लेख्छौ सिओयुटी। अब आउटपुटमा अब हतार हतारमा सेकेन्ड नम्बर भनेको छ भने त ए अफ 2 लेखिदिन्छौ यसरी। हो अब दिस इज अल्सो वान अफ द मिस्टेक। सो सधैँ पनि डिबगिङ गर्दा, किनभने सी प्लस प्लसमा चाहिँ 0 बेस्ड इन्डेक्सिङ हुन्छ क्या, सधैँ पनि सबै कुरा 0बाट सुरु हुन्छ। सो ए अफ 0बाट सुरु हुन्छ। अब तिमीले ए अफ 2 लेख्यौ भने त यो थर्ड एलिमेन्ट हो। सो हाम्रो एक्चुअल आन्सर चाहिँ ए अफ 1 हुनु पर्थ्यो होइन। सो मैले के भने भन्दाखेरि फर्स्ट यसमा चाहिँ सधैँ पनि तिमीले इन्डेक्सिङ के युज गर्दैछौ त, के इन्डेक्सिङ युज गर्छौ त्यो पनि हेर्नु पर्यो। 0 बेस्ड इन्डेक्सिङ युज गर्दैछौ कि 1 बेस्ड इन्डेक्सिङ होइन। सो त्यही हो बेसिक कुराहरू, त्यही हो इन्ट युज गर्ने कि लङ लङ युज गर्ने, डेटा टाइप कसरी चुज गर्ने, अनि त्यसपछि तिमीले नेगेटिभ इन्टिजर्सको लागि जे कुरा गर्दैछौ त्यो नेगेटिभको लागि भ्यालिड छ कि छैन हेर्ने, अनि त्यसपछि तिम्रो त्यही तिमीले भेरिएबलहरू कहाँ डिफाइन गर्दैछौ हेर्ने। सो यही कुराहरू हेरेर आई थिङ्क दिस आर द बेसिक डिबगिङ टिप्सहरू भन्छु म चाहिँ होइन। देयर इज नो सच वे कि तिमीले
यो यो टेक्निक युज गरेर हरेक क्वेसन डिबग गर्न सक्दैनौँ क्या है सो द्याट्स प्रिटी मच इट अनि अझ एउटा कुरा धेरैको के हुन्छ भन्दाखेरि किनभने अहिले आम प्रिटी स्योर तिमीहरू मध्ये धेरैजना पाइथन आउला होइन अनि पाइथनदेखि सी प्लस प्लस सुरु गर्दा मेन प्रब्लम भनेको चाहिँ सेमी कलन बिर्सिन्छ सो प्लिज जहाँ पनि कोड गरिरहेको छ सेमी कलनको बारेमा हेर्दै गर अनि द्याट्स प्रिटी मच इट है आई डोन्ट थिङ्क एनिथिङ एल्स इज देयर आजको त्यसमा अनि we did most कुराहरू अनि अब I think I'll be teaching you next class after a few days अनि I think अब next class will be for brute force छ क्या र त्यो चाहिँ रिवाज will be taking अनि that's pretty much it for the first class अनि yes second class है sorry we were supposed to do this online तर त्यही भयो problem कि we were not able to do it किनभने त्यो जुमको प्रब्लम यताउता होइन सो अबदेखि चाहिँ almost all the classes will be regular so don't worry about that अनि we अब since this is recorded class 45 मिनट जतिको भयो एक्चुअल क्लास चाहिँ 1 आवरको हुन्छ किनभने विल गिभ यु टाइम फर क्वेसनिङ पनि नि त होइन सो या द्याट्स प्रिटी मच इट अब इफ यु हेभ एनी क्वेसन्स यु क्यान राइट इट इन कमेन्ट्स नभए यु क्यान अल्सो कम टु डिस्कर्ड अनि पुट इट अन इन द जेनरल ग्रुप हामीले डिस्कर्डको लिङ्कहरू पनि हालिदिन्छौँ डिस्क्रिप्सनमा सो या द्याट्स नट अ इस्यु अनि we also have a document which we will circulate later. सबैको मेलमा आउँछ for every class we will be sending out documents. So yeah, that's pretty much it as well, right? And yeah, thank you.